रामजी 4 होइन 5 जना दाजुभाइ थिए, तर 5औं दाजु त्यही थिए जसलाई हामी सधैँ अरू नै ठानेका थियौँ। आखिर त्यो 5औं दाजु को हुन् र कसरी भयो, आउनुहोस् जानौँ। रामायण अनुसार जब दशरथजीले पुत्र प्राप्तिका लागि कामेष्टि यज्ञ गरे, अग्निदेवले सुनको पात्रमा दिव्य खीर प्रकट गर्नुभयो। त्यो खीर राजा दशरथकी 3 रानीहरूलाई बाँड्नुभयो। तर जब खीर बाँडिँदै थियो, एउटा कौवा आयो र आफ्नो पन्जामा खीरको थोरै भाग लिएर उड्यो। वायुदेवको कृपाले त्यो खीर तपस्या गरिरहेकी माता अन्धनासम्म पुग्यो र सोही खीरबाट हनुमानजीको जन्म भयो, जस खीरबाट राम जन्मिएका थिए। सोही खीरले हनुमानलाई पनि जन्मायो। त्यसैले धेरै सन्तहरूले भनेका छन् हनुमानजी रामका 5औं दाजु हुन्। प्रमाण पनि छ। तुलसीदासले हनुमान चालिसामा लेखेका छन्, तुम मम प्रिय भरत हि समभाइ, अर्थात् हे हनुमान तिमी मेरो लागि भरत जस्तै हौ। श्री रामचरितमानसमा पनि 5 पटक भरतजीले हनुमानजीलाई दाजु भनेर सम्बोधन गरेका छन्। यो केवल भाव होइन, शास्त्रीय सङ्केत हो। रामको जन्म राजकुलमा भयो र हनुमानको जन्म वानरकुलमा। तर भक्ति भावबाट हेर्दा दुवै दाजुभाइ नै हुन्। प्रकृतिले पनि पछि यी दुवैलाई भेटाइदियो। त्यसैले हनुमान केवल भक्त मात्र थिएनन्, उनी दाजु पनि थिए, रक्षक पनि थिए, भक्त पनि थिए र श्रीरामको सङ्कल्पको जीवित शक्ति थिए। अब तपाईँ कमेन्टमा बताउनुहोस्, श्रीरामको लागि हनुमानजी के थिए, केवल भक्त, दाजु वा दुवैभन्दा? यदि श्रीरामजीको परम भक्त हुनुहुन्छ भने कमेन्टमा जय श्रीराम, जय हनुमान लेख्न नबिर्सिनुहोला। जय श्रीराम, राधे राधे।